देख्न सक्नुहुन्छ तपाईहरुले यो प्रकारले पहिरो जाँदैछ 9 माइलमा सिन्ताम रम्फू रोडमा है। म लाइभ प्रसारण गराइरहेको छु, तपाईहरुले देख्न सक्नुहुन्छ यस्तो प्रकारले जाँदैछ र यो मार्ग अपनाउनेहरुले रम्फू सिन्ताम गेन्टोक जानेहरुले यो मार्ग फिलहाल तपाईहरुले गाडी नचलाइदिने हामी अनुरोध गर्न चाहन्छौँ, किनभने कतिखेर कुन समयमा कुन ढुङ्गा झर्छ कसैले अनुमान लाउन सकेको छैन। अचानक ठुल्ठुला ढुङ्गाहरू आइरहेका छन्, तपाईहरुलाई म देखाइरहेको छु। रोडमा पनि हेर्नु कत्रा कत्रा ढुङ्गा आएका छन् र तपाईहरुले यो बाटो नअपनाउने र अल्टरनेटिभ दुगा पान्नाम भएर पनि तपाईहरु गेन्टोक जान सक्नुहुन्छ, त्यो बाटो छ। त्यसले गर्दा तपाईहरुले यो बाटोलाई तपाईहरुले युज नगर्नुहोस् भन्ने हामी यहाँबाट जानकारी गराउन चाह्यौँ है। जति पनि लाइभ प्रसारण तपाईहरुले देख्नुहुँदैछ सामाजिक सञ्जालमा तपाईहरुलाई मैले जनाउन चाहे है। यो र केही अगाडि त गाडी सुचारू रूपले चल्दै थिए, तर अहिले एकदमै ढुङ्गाहरू प्रशस्त मात्रामा आउन लागिरहेका छन् र तपाईहरुले एकदमै यो बाटोलाई नचलाउने हामी यहाँबाट अनुरोध गर्दछौँ। तपाईले यो मार्गलाई नअपनाएर अल्टरनेटिभ मार्ग अप्नाइदिने हामी यहाँबाट अनुरोध गर्न चाहन्छौँ, किनभने तपाईहरुले आफ्नो स्वास्थ्यको आफै सुरक्षा गर्नुपर्ने हुन्छ, आफ्नोमा गाडीमा भएका प्यासेन्जरको आफै गर्नुपर्ने हुन्छ। र तपाईहरु सम्पूर्णलाई मैले जानकारी गराउन चाहे, जति पनि रम्फू सिन्ताम आउनुहुँदैछ गेन्टोक जानुहुँदैछ तपाईहरुले रम्फू सिन्ताम रोड 9 माइलमा एकदमै ठुल्ठुला ढुङ्गा झर्दैछन् माथिबाट र रोड एकदमै ब्लक भएको छ। ठुल्ठुला ढुङ्गा आएका छन्, तपाईलाई मैले देखाउन चाहे। रोडमा पनि तपाईले देख्न सक्नुहुन्छ र तपाईहरुले दुगा पान्नामबाट 19 माइलमा र 19 माइलमा र तपाईहरुले एकदमै नकुद्ने गर्ने म यहाँबाट जानकारी गराउन चाहे। एकदमै मान्छेहरूलाई डर भन्ने कुरो छैन, तपाईले देख्नुहुन्छ यत्रो ढुङ्गो धरान मान्छेहरू कुद्दैछन् र आफ्नो ज्यानको आफै सुरक्षा गर्नुपर्छ भनेर मैले जानकारी गराउन चाहे तपाईहरुलाई। 19 माइल 9 माइल भनेको 19 माइल रम्फू सिन्ताम रोड हस्पिटलदेखि अलिकति अगाडिपट्टि जुन छ त्यहाँनिर यो प्रकारको ढुङ्गाहरू झर्दैछन्। हेर्नुहोस् कसरी ढुङ्गा आउँदैछन्, एकदमै यो लाइभ प्रसारण तपाईँलाई म देखाउँदैछु कसरी ढुङ्गा आउँदैछ। हेर्नुहोस् लु हेर्नुहोस्